हाम्रो सामान्यज्यूले जनकपुरको उद्घोष सभामा उहाँले भन्नुभएको थियो काठमाडौँ घुमैला अधिकार मागेर नै आउ पर्त तोरा सबको, यही थिमलाई हामीले त्यो गर्दाखेरि अब चाहिँ हामीले आगामी दिनमा श्रम स्वीकृति 753 स्थानीय तहबाट हुनुपर्छ भनेर यो मिलाउनको लागि अलमोस्ट 80% वर्क डाउन भइसकेको छ। भोलि नै मेरो त्यो गर्ने प्लान थियो, तर अब आज चाहिँ रिपोर्ट गरेर भोलि नभए पनि आउने हप्ताको सोमबार मङ्गलबारसम्म चाहिँ हामी स्थानीय तहमै श्रम स्वीकृतिको व्यवस्था चाहिँ हामी चाहिँ त्यो सम्पन्न गर्दैछौँ यो श्रम स्वीकृतिको विषयमा चाहिँ। अनि त्यसपछि चाहिँ यो हाम्रो अर्को मुख्य काम भनेको हामीले चाहिँ 171 जनालाई वैदेशिक रोजगारमा भएको 171 जनाले वैदेशिक रोजगारमा भएको 25 दिनको डाटा हो यो हाम्रो। हामीले जुन हाम्रो लेबर अट्याची र लेबर कन्सुलर भन्ने 12 जना चाहिँ 9 वटा कन्ट्रीमा चाहिँ हाम्रो यो हुनुहुन्छ त्यहाँ, उहाँहरू मार्फत र एम्बेसीको सहयोग र परराष्ट्रको सहयोगमा चाहिँ हामीले 171 जनाले रेस्क्यु गरेर कति त आइसक्यो, कति आउने क्रममा छन्। यसमा चाहिँ यो रेस्क्यु भनेको अब त्यहाँ चाहिँ भएको जस्तो काम नहुने, दुःख पाउने, अब खाना स्यालेरीहरू पनि टाइममा नबने, त्यस्ता कम्प्लेनको आधारमा चाहिँ यो हामीले कम्प्लेन पायौँ जुन हेलो सरकार मार्फत पायो। मेरो वाट्सएप मेरो मेसेन्जरमा पनि माननीयज्यूहरूले पनि मलाई त्यो कम्प्लेनहरू पठाउँदा चाहिँ यथाशीघ्र चाहिँ एड्रेस हुनुपर्छ र रेस्क्यु हुनुपर्छ भनेर धेरैले त अहिले गरि नै रहेछौँ। अब धेरै चाहिँ अब उताको विषय भएको कारणले गर्दा हामीले पनि रिक्वेस्ट गर्न पर्छ। हामीले रिक्वेस्ट गरेर नै कम्पनीहरूलाई अहिले ल्याएर छौँ र त्यो गर्दैछौँ। अनि त्यसपछि हामीले यो वैदेशिक रोजगारमा पठाउने जुन व्यवसायीहरू हुनुहुन्छ उहाँले चाहिँ पनि कनेक्सनै नभेट्ने कि अब ठगी चाहिँ एजेन्टले गर्ने, अनि त्यसपछि हामीले कनेक्सन खोज्दा म्यान पावरसँग जुड्ने नजुड्ने धेरै देखियो। त्यही पनि जोडेका मध्ये चाहिँ हामीहरूले अहिलेसम्म चाहिँ यो 2वटालाई आर्थिक दण्ड दियौँ हामीले, अनि सचेत पनि 2टालाई यो व्यवसायीहरूलाई गऱ्यौँ, अनि 9वटालाई चाहिँ कारोबारलाई लक्कै गऱ्यौँ। जसको देखियो कनेक्सन देखियो तिनीहरूलाई चाहिँ यो 25 दिनमा चाहिँ हामीले 9वटालाई कारबाही। हिजो मात्रै एकजना कन्सल्टेन्सी खोला छ, एजुकेसन कन्सल्टेन्सी छ, वैदेशिक रोजगारमा पठाउनलाई इजाजत पत्र छैन, त्यही पनि उहाँहरूले चाहिँ वैदेशिक रोजगारमा पठाउनको लागि जुन उहाँहरूले व्यक्तिगत श्रम स्वीकृति दिएर पठाउँदै गर्ने ठग्ने त्यस्तोहरूलाई एकजनालाई एउटा ग्लोबल नाम नखोलौँ मैले होइन, हिजो हामीले पत्रचार गरिसक्यौँ, थियो नाम ठ्याक्कै ग्लोबल समथिङ छ, ह्युमन रिसोर्स कन्सल्टेन्सी छ, उहाँहरूले हामीले सिलबन्दी पनि हिजै गऱ्यौँ होइन। यो हाम्रो एउटा अनुगमन समिति बनाएको छौँ, अनुगमन समितिमा प्रहरी अनि त्यसपछि हाम्रो विभागबाट पनि अनि हाम्रो मन्त्रालयबाट पनि भएर एउटा समिति बनाएर हामी अनुगमन चाहिँ त्यो कम्प्लेनका आधारमा अनुगमन गरेर उहाँहरूले चाहिँ अब सिलबन्दी गर्न पर्यो भने सिलबन्दी, आर्थिक दण्ड गर्ने भने आर्थिक दण्ड, सचेत गर्न पर्यो भने सचेत गर्न र एकदम स्ट्रिक्टली